वो कुछ इस प्रकार का है। 100 रुपये का नोट है ये। एक तरफ माउंट एवरेस्ट को दिखाया गया है और एक तरफ जो है अशोक स्तंभ को दिखाया गया है। और यहाँ पर अगर आप थोड़ा सा जूम करके देखेंगे तो ये कुछ इस प्रकार से दिखाई दे रहा होगा, जो कि क्या है, नेपाली मैप है। मतलब नेपाल का मैप यहाँ पर दिखाया गया है और इसी हिस्से को बड़ा दिखा दिया गया, जबकि ये यहीं खत्म होता है और इसको ऐसा बड़ा दिखा दिया गया है। इसके साथ ही अब ये सुनने में आ रहा है कि 2020 के अंदर ही नेपाल की सरकार के द्वारा संशोधन कर दिया गया था कि हम एक नए प्रकार का नेपाली 100 रुपया नोट जारी करेंगे, जिसके अंदर हम क्या दिखाने वाले हैं, एक सिंग वाला गेंडा भी हम दिखाने वाले हैं, अशोक स्तंभ भी हम दिखाने वाले हैं, माउंट एवरेस्ट भी दिखाने वाले हैं और साथ ही नेपाल का मैप भी यहाँ पर दिखाने वाले हैं। अब ये बातें कहाँ से पकड़ में आ रही हैं, तो ये बात साथीहरू अहिले विश्व नै आफ्नो राष्ट्रको निम्ति, आफ्नो धर्मको निम्ति, आफ्नो संस्कृति र इतिहासको निम्ति यो विश्वको सबै देशहरू पुनर्जागृत भइराख्दाखेरि यो नेपाली भन्ने जाति चाहिँ कहिले पनि जागेन क्या। आजभन्दा 100 वर्ष पहिले कवि धरणीधर कोइरालाले जाग न जाग जाग उन्नति विषय अब लाग, अब घोर निद परित्याग भनेर लेखेको 100 वर्ष बितिसक्दाखेरि पनि यो नेपाली जाति नउठ्नु भनेको एउटा ताजुब लाग्दो कुरो छ। र एउटा भारतीय च्यानलले र यो नेपालको वर्तमान नक्सा र त्यसपछि गएर त्यो चुच्चे नक्साको विषयमा चाहिँ यति धेरै प्रोपागान्डा गरिरहेको छ हैन। लाग्छ उनीहरूलाई आफ्नो इतिहास नै थाहा छैन, उनीहरूको आफ्नो इतिहासै थाहा छैन, उनीहरूलाई आफ्नो चाहिँ विगत के थियो त्यो केही कुरा थाहै छैन। लगभग भन्दाखेरि ईसा पूर्व 337 देखि सिकन्दरले उपनिवेश बनाउन थालेको त्यो इन्डिया भन्ने देश सन् 1947 मा आइपुग्दाखेरि अन्तिम पटक ब्रिटिसहरूबाट स्वतन्त्र भएको हो र लगभग 2000 वर्षसम्मको उसले उपनिवेश झेलेको त्यो मुलुकले सबै एसियाली देशहरूलाई, नजिकका छिमेकी देशहरूलाई गर्ने व्यवहार यति नराम्रो किसिमको छ नि। र हामीहरूले इतिहासमा पढ्छौँ नि, पश्चिमी किल्ला काङ्गडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ हैन। अहिलेको नेपालीहरूलाई, अहिलेको नवयुवाहरूलाई आफ्नो इतिहासै थाहा छैन क्या, इतिहासै थाहा छैन। र त्यसपछि गएर नेपाल कहाँसम्म, कहाँदेखि कहाँसम्म हो भनेर भन्ने कुरा स्पष्ट क्लियर पनि छैन हैन। र अब यो हाम्रा युवाहरूले यो अब पढ्नु पर्यो क्या, किताब पढ्ने गर्नु पर्यो, इतिहास पढ्ने गर्नु पर्यो हैन। त्यो चुच्चे नक्साको त्यति कुरामा आत्मा त्यो खुसी बनाउने कुरो भएर अथवा चाहिँ अरूले चाहिँ के भन्छ भनेर भन्ने विषयमा ध्यान दिएर मात्र भएन। अब हामीहरूले चाहिँ अब आफ्नो धर्म, संस्कृति, इतिहास त्यसपछि गएर हरेक कुरालाई पुनर्जागृत गर्दै लैजानु पर्ने भयो क्या हैन। अब हामीहरूले आफ्नो इतिहासलाई चाहिँ बिर्स्यौँ भनेर भनेदेखि अब लाग्छ नेपाली भनेर भन्ने यो जाति र यो नेपाल भन्ने देश चाहिँ अब रहन्छ जस्तो चाहिँ मलाई लाग्दैन, मलाई रहन्छ जस्तो चाहिँ लाग्दैन। यो विक्रम सम्मत 1872 को सुगौली सन्धिबाट हैन यो सुतेको र अहिले चाहिँ अहिले 2082 सालसम्म आइपुग्दाखेरि 210 वर्षसम्म उठ्न नसकेको यो नेपाली जाति उठ्छ चाहिँ कहिले क्या, उठ्छ चाहिँ कहिले हैन। धरणीधर कोइरालाले जाग न जाग भनेर लेखेको पनि 100 वर्ष बितिसक्यो। 100 वर्षमा 4 पुस्ता जाँदो रहेछ, 4 पुस्तामा पनि उठ्न नसकेको नेपाली उठ्ने चाहिँ कहिले हो क्या हैन। हामी प्रत्येकले भनौँ न हैन, हाम्रो इतिहास यस्तो थियो, हामीले अपमानजनक तरिकाले चाहिँ सुगौली सन्धिमा हस्ताक्षर गरेको हो, हामी यहाँदेखि यहाँसम्म हो भनेर प्रत्येक नेपालीले चाहिँ लेखाउँदा, प्रत्येक नेपालीले चाहिँ त्यो गीत गाउँदा हैन। यो 2062-63 को आन्दोलनपछि आएको चाहिँ सार्वभौम भई फैलिएका मेची महाकाली भनेर एउटा छ नि, यो चाहिँ जालसाजीपूर्ण तरिकाले हामीलाई चाहिँ अझ सङ्कुचित पार्दै चाहिँ यो हाम्रै सरकारले पनि हामीलाई चाहिँ जालसाजी गर्दैछ क्या। हामी मेची कालीमा मात्र त अटाएको होइन नि, हिमालदेखि तराईसम्म मात्र होइन नि हैन। कुन देशको राष्ट्रगानमा चाहिँ हामी मेची कालीसम्म अथवा यो देशदेखि यहाँदेखि यहाँसम्म भनेर कुन देशको राष्ट्रगानमा चाहिँ लेखेको छ र हाम्रो यो राष्ट्रगान भन्ने यो म त यसलाई त राष्ट्रगान पनि भन्दिनँ हैन, त्यस्तो लाग्दैन मलाई। अब यसमा चाहिँ यो भूगोल हो भनेर चाँदैन र दोधार समेतलाई चाहिँ यसले के गरिदियो, हाम्रो होइन भनेर भन्ने बनाइदियो क्या हैन। नेपालको विस्तार भनेर भनेको त महाकाली पारीसम्म पनि छ, अझ हाम्रो विशाल नेपालको इतिहास भनेर भनेको त अझ काङ्गडासम्म पुगेको छ, टिस्टासम्म पुगेको छ। अझ पुराणहरूमा हेर्ने हो भनेदेखि त कामाख्या
आसामसम्म पनि पुगेको छ र कश्मीर अथवा कश्मीरसम्म पनि पुगेको छ हैन। हाम्रा नेपालीहरूले इतिहास पढ्ने कहिले क्या हैन। एउटा यो नोटमा चाहिँ चुच्चे नक्सा राखिदिएको आधारमा त्यसपछि गएर यसैमा चाहिँ अब हामीले प्राप्त गऱ्यौँ भनेर खुसी हुने एउटा तबका छ क्या हैन। त्यो वास्तवमा खुसी हुनुपर्ने त के पनि छैन नि हैन। तर यसले एउटा सकारात्मक काम पनि गरेको छ, किन भनेदेखि हामीलाई अलिकति इतिहास बुझ्नलाई चाहिँ मद्दत गरेको छ। तर त्यति जागरुक बनाएर जुर्क नेपालीलाई उठाउने सम्मको तहसम्म चाहिँ यसले पुर्याउन सकेको छैन क्या। अब हामी जागौँ है नेपाली हो, अब चाहिँ जागौँ।